आएको छु हो। अब चाहिँ हामी अलिकति यो सर्ट राइड गरेको चाहिँ तपाईहरु मिस नगर्नुस् होला, स्किप पनि नगर्दिनुस् होला। सबै टालेको होला यो लक आजमा होला लु हेरौँ लु वाह ए यो कन्टेन्ट हो क्या यो चाहिँ जाने बाटो छ। तपाईहरु यहाँबाट चाहिँ सिधै अझै गुड मर्निङ एभ्रिवान, वेलकम छ तपाईहरुलाई मेरो यो नेक्स्ट भ्लगमा हो। अहिले चाहिँ बिहानको 9 बज्दैछ, म चाहिँ अब निस्किनु लागेको। अन्त आज चाहिँ हाम्रो अलिकति घुम्नु जाने प्लान छ, उल्टा घर जाने भनेर सोचेको हामीहरू। अहिले चाहिँ म उता रितेशहरुसँग पहिला भेट्छु हो। रितेशहरुसँग भेटेर चाहिँ म तपाईहरुलाई अझै अगाडिको देखाउँछु ल। म चाहिँ अहिले यहाँ चेकपोस्ट भेटेर अगाडि आइसकेँ हो। यहाँ चाहिँ रितेशको साथीहरू सबैजना भेटिसके। अब चाहिँ हामी एकछिनमा निस्किन्छ। Let's move on, Jumai. Okay, त हामी यहाँबाट निस्किसक्यो, अगाडि जाँदैछु। अब तपाईहरु हेर्दै जानुहोस्। एउटा केटीले बाइक कुदाएको देखेर कस्तो डर लाग्यो नि बाइक कुदाउनु। यो चाहिँ कुन जग्गा हो थाहा भएन हो, तर यहाँको यो ग्रिनेरीको मजा लिन सक्नुहुन्छ। हेर्नुहोस् कस्तो दामी देख्दैछ भाउ, दामी ग्रिनेरी। ल आउँदैछु मेरो सपोर्टर, मेरो हेल्पर भने पनि जे भने पनि उयो पछि निकाल्दा छिटो लाग्यो भनेर अगाडि जाउँ भन्दैछ मलाई। सो गाइस हेर्न सक्नुहुन्छ, अहिले चाहिँ हामी यहाँ आएको छु अर्किड रेस्टुरेन्ट। यो रेस्टुरेन्टमा आएको छु हो। अब चाहिँ हामी अलिकति खाजा पनि गर्छौँ। अब हामी निस्किँदैछौँ यहाँबाट हो। निस्केर जान्छु फेरि उल्टा घर पुगेर देखाउँछु हो। अन्त अन्तवेको तपाईँहरूलाई अलिकति भ्लगिङ देखाउँछु। स्टे ट्युन। तपाईहरु हेर्न सक्नुहुन्छ, अब चाहिँ सर्ट राइड म अलिकति बाइकमा गर्दैछु हो। अलिकति यो सर्ट राइड गरेको चाहिँ तपाईहरु मिस नगर्नुस् होला, स्किप पनि नगर्दिनुस् होला। यो अलिकति सर्ट राइड मेरो बाइकको कस्तो लाग्छ तपाईहरु हेरिदिनुहोस्। अस्ति सिकेको मात्रै थिएँ, आज म मेन रोडमा कुदाउँदैछु। सो हेर्नुहोस्। फाइनली गाइस मैले चाहिँ यहाँ बाइक कुदाउन पाएँ। भनिदिनुहोस् होइन, मैले कुदाएको देखेर कि म बाइक किन्नु कि नकिन्नु, किनभने तपाईँहरूले अलिकति मलाई कमेन्टमा भनिदिनु भयो भने अलिकति मोटिभेट हुन्छु होइन। अलिकति म पनि खुसी हुन्छु, अलिकति कुदाउनु सक्छु भन्ने मलाई पनि अलिक खुसी आर्ट आउँछ हो। सो अलिकति भनिदिनुहोस्। यो चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ, यो चाहिँ बानरहाट हो। तपाईहरु यतापट्टिबाट आइसकेपछि अपोजिट साइडमा चाहिँ यस्तो जाने बाटो छ। तपाईहरु यहाँबाट चाहिँ सिधै अझै 5 किलोमिटर अझै यहाँबाट जानुपर्ने रहेछ हो। अब चाहिँ म तपाईलाई यहाँको डाइरेक्ट उता पुगेर तपाईहरुसँग फेरि म भित्रको सबै देखाउँछु ल। मलाई भित्रकै नजर हेर्नु छ, उल्टा घरमा त्यही देखाउनु पर्यो नि त। बाहिरको नजर कहिले पनि देखिन्छ। हेर्नुहोस् घरै उल्टा, मान्छे छैन रहेछ उल्टा। सबैजना त आइसक्यो कि यो घरमा
तर पनि सबैजनाको इच्छा हो यहाँ आउने हो, जसलाई इच्छा लाग्छ आउनु सक्नुहुन्छ। कल गरेछु आज गरेछु अभि गरिहाल्नुहोस्। यो गाडीलाई चाहिँ कसरी उयो गऱ्यो होला नि यहाँ फिट? यो गाडीलाई कसरी फिट गऱ्यो होला नि त? साँच्ची मान्छेको दिमाग चाहिँ हो, तर हिँड्दैन पनि बनायो। आउनु चाहिँ भित्रहरू। अब तपाईँलाई म भित्र लाग्दैछु, भित्रको नजारा देखाउँदैछु। हो हेर्नु न, जुत्ता खोल्नुपर्छ क्या प्याउ? जुत्ता खोल्नुपर्छ? चेयर सबै टालेको होला यो। क्वीन साइज बेड रहेछ हौ, रानीहरूको लागि रहेछ। हेलमेट मान्छे भन्नु हेलमेटले ग्राभिटी फेल गर्दैछ हेर न। ए यति नै त रहेछ है। अन्त अब कत्रो ठुलो देखेको थिएन नि यसले त। यति नै रहेछ, बेसी त छैन रहेछ हो। स्विचबोर्ड पनि उल्टा हुनु परेन भन्नु भने? ए हो त रहेछ, होइन नि यो त उल्टा लगाएको। ए अच्छा अच्छा अच्छा, यो त्यतापट्टि देखिन्छ त मैले। ठिक भन्नुभयो, सेरी पनि उल्टा हुनु पर्थ्यो है। सेरी पनि उल्टा सिस्टम हुनु पर्थ्यो, सेरी मात्रै उल्टा रहेछ। फेरि हेर्नुहोस्, सेरी चाहिँ उल्टै छ, सेरी पनि उल्टा हुनु पर्थ्यो। यो यति नै रहेछ यहाँको चाहिँ हो। अब यहाँ चाहिँ तपाईँहरूले स्टप गर्दैछु। आफ्नो लक आजमा होला, लु हेरौँ। लु ए once more यहाँ हेर्नु सक्नुहुन्छ, हाम्रो राइडरले यहाँ ट्राई गर्नुभयो, तर के गर्नु अब सकेन। अम्बो भाइले त गर्दै त हो अन्त। अम्बो भाइले गर्दै भाइ न त म ट्राई गर्छु। अब भाइले गरेपछि त मलाई पनि जोस आइहाल्यो। किनबाट त अब ट्राई गर्नु पनि नि बेचिदिन्छ। डाइरेक्ट अर्को अरे त्यहाँबाट यो भात हुँदैन यो त कुल्च्यो भाइ, यति तर कुल्च्यो भने दुईटा हामीलाई कस्तो रहेछ झालमुरी? यो कन्टेन्ट हो क्या यो चाहिँ। गाइस अब चाहिँ हाम्रो फर्किने बेला भयो। अब चाहिँ हामी फर्किँदैछु हो, किनभने टाइम पनि ढिलो भइसक्यो। राति हुँदो विशेष जङ्गलको बाटो हिँड्नु हुँदैन। सो अब चाहिँ म तपाईँहरूसँग डाइरेक्ट घर पुगेर मात्रै बात गर्छु ल। बाई बाई, स्टे ट्युन। फाइनल्ली गाइस म चाहिँ अहिले घर पुगेँ हो। घर त म अघि पुगेको, म अलिकति तपाईँलाई फ्रेसेस भएर मात्रै तपाईँहरूसँग बात गरेको, किनभने एकदमै रस थियो मलाई होइन। अहिले 9:30 भइसक्यो, घरमा आमाले चिन्ता गरिरहनु भएको थियो कहाँ आइपुग्यो पुगेन भनेर होइन। त्यही भएर म पहिला चाहिँ अलिकति फ्रेस भइहालेँ। तपाईँ हेर्नु सक्नुहुन्छ फेरि एकदम टायर्ड फेस भइरहेको छ होइन। अब
अलमोस्ट मैले जाँदा 3 घन्टा आउँदा 6 घन्टा मैले ड्राइभ गरेको होइन। फर्स्ट टाइम हो त्यो पनि मेरो ड्राइभिङ। 6 घन्टा मात्रै त होइन, गाडी कुदाएको ड्राइभ गरेको होइन, त्योभन्दा पनि बेसी नै कुदाएँ। किनभने म फेरि त्यो अस्ति मैले जहाँबाट हेलमेट किनेको थिएँ त्यहाँ गएको थिएँ होइन। किनभने मैले जुन चाहिँ हेलमेट लगाएर आज मैले ब्लग गरेँ त्यो हेलमेट चाहिँ मलाई अलिकति लुज भएर आएको थियो। मैले त्यो झरेको थियो, यता आँखासम्म आइरहेको थियो, स्ट्रेट गर्दै थिएँ होइन। त्यही भएर मैले त्यसलाई एक्सचेन्ज गर्नु गएको थिएँ। अन्त अहिले चाहिँ फेरि मैले यसलाई एक्सचेन्ज गरेर यो ब्ल्याक फुल बडी ब्ल्याकमा किनेको छु, हेर्नु सक्नुहुन्छ हो। सो यसले गर्दा मैले अझै बेसी ट्राभल गर्नु पर्यो होइन। किनभने त्यहाँबाट त्यहाँ जानु पर्यो। त्यसै कारणले गर्दा मेरो अलिकति टाइम पनि ढिलो भएर टायर्ड पनि भएको थियो। नभए त अरूसँग म त अब बसेर त गएकै हो होइन। ड्राइभिङमा चाहिँ मैले फर्स्ट टाइम गरेको आफै। यत्रो लामो एकदमै टायर्ड फिल गरिरहेको छु। जिउहरू हातखुट्टाहरू केही चलेको छैन, एकदम खानुहरू पनि केही खानु मन परेको छैन, एकदम पुरा अब चाहिँ सुतौँ जस्तो फिल भइरहेको छ हो। सो तपाईँहरूसँग अब म नेक्स्ट ब्लगमा भेट गर्छु होइन। हेर्दै जानुहोस् तपाईँलाई मेरो ब्लग कस्तो लाग्यो आजको होइन। अन्त अलिकति कमेन्ट सेक्सनमा पनि भनिदिनुहोस्, म तपाईँ टायर्ड फिल गरेको छु कि भन्दा पनि मेरो कस्तो बोले सुन्दै होला तपाईँहरूले। अनि अलिकति अब केही इम्प्रुभ गर्नुपर्ने छ भने मलाई अलिकति जनाइदिनुहोस्, भनिदिनुहोस् होइन। म त्यसलाई रेक्टिफाई गर्नेछु। सो हेर्दै जानुहोस् मेरो अब नेक्स्ट ब्लगमा नेक्स्ट विकमा। बाई बाई, सी या।